के हुँदैछ बेङ्गासा उच्च माध्यमिक विद्यालयमा? कसले गर्यो यस्तो हरकत? तोडचोड गरेछन् भनेर अब त बच्चा बाहेक त अरूले त गर्न सक्दैन हैन। बिहानै सिटको बच्चाले गरेछ जस्तो मेरो बुझाइ छ हैन। तपाईले सोधपुछ गर्नुभयो बच्चाहरुसँग? बच्चासँग त मैले सोधपुछ गरे। अब कोही त जिम्मा लिइराछ नि बच्चाहरु। बच्चाले त गरे भने बदमासी गर्दा त जिम्मा त लिदैन नि। तर बिहानै सिटको हो, बिहानै सिटमा म बस्दिन, वा कोअर्डिनेटर सर हुनुहुन्छ उहाँ बस्नुहुन्छ। कहिलेको घटना हो यो तोडफोडको? लगभग 5-7 दिन भइसक्यो। बिस्तारै त टुटिरहेछ। जबदेखि तल्चा टुट्यो नि हप्ता दिन पहिले त्यो पछिको घटना हो। एकै दिनको त तोडफोड होइन, बिस्तारै एक न एक दिन त्यस्तै हो। आज एउटा टुट्यो, अब जस्तै 5-10 दिन खुला छ, पिसाब फिर्न छिर्यो, फेरि तोडिदियो। त्यो हिसाबले भएको छ। यो गेट तल्चा टुटेपछिको घटना हो। भनेपछि अब तपाईँ एउटा प्राध्यापक हुनुहुन्छ स्कुलको, तपाईँको मातहतको विद्यार्थीहरू यति उशृङ्खल छन्, कुन किसिमको अनुशासन सिकाइएको छ विद्यार्थीहरूलाई आफ्नै स्कुलमा तोडफोड गर्ने? होइन त त्यही त बिहानको सिटमा म बस्दिनँ। मैले कोअर्डिनेटर सरलाई सोधेको थिएँ, उहाँले भनेको छु कि सर तपाईँ टाइट गर्नु होइन, किन यस्तो भइरहेछ, बदमासी गरिरहेछ विद्यार्थीहरू, यसमा ध्यान दिनु मैले भनिसकेको छु। मैले 2-3 चोटि भनिसकेको छु। यतिको घटना हुँदाखेरि अझै गुनासो अर्को कुरो मैले अलि भन्न खोजेँ, त्यसको भिडियो पनि मैले हप्ता दिन पहिले मेरो साहबलाई पठाइसकेको छु। कि मेरो साहब हेर्नु बच्चाहरूले फुटालिसकेका छन्, जति सक्दो चाँडो तपाईँ त्यसमा तल्चा लाउनु, गेट बनाउन लाउनु। मैले मौखिक जानकारी पनि दिइसकेको छु। मेरो मोबाइलमा पनि प्रमाण छ। मैले उहाँलाई व्हाट्सएप पनि गरेको छु, भिडियो फोन पनि गरेको छु। यसमा त यही देखिरहेछ सायद ठेकेदारले या इन्जिनियरले प्रधानाध्यापकले कमिसन नदिएर होइन। त्यस्तो के तल्चा टुटेको कारणले गर्दा त्यो भएको बन्द। हेर्नु यतातिर बन्द छ, केही भएन। उता त्यो टुटेको कारणले गर्दा त्यस्तो विद्यार्थी प्रधानाध्यापकले भनेको यो त कुरै भएन। प्रधानाध्यापक भएर एउटा जिम्मेवार व्यक्ति प्रिन्सिपल भएर यस्तो कुरा गर्नु अहिलेसम्म तपाईँको 2-2.5 वर्ष भयो अहिलेसम्म टोयलेट सञ्चालन भएन। यो कुन काम हो? यो विद्यार्थीले तपाईँले गराउनु भयो, विद्यार्थीले मैले कसरी गराउने? टिचरले आफ्नै सम्पत्ति बर्बाद गराउँछ। तपाईँ भन्नुहुन्छ मेरो विद्यार्थीले गरे म बदमासी छु, विद्यार्थीहरू बदमास छ। कस्तो शिक्षा दिइरहनु भएको छ तपाईँले विद्यार्थी? अब हामीले विद्यार्थीले पढाउने काम गर्छ, शिक्षा दिने। अब कोही सबै 5 वाला त बराबर हुँदैन नि। त्यहाँ 24-25 विद्यार्थी छ। ल ठिक छ। अब यताले सर म सुनील कुमार हो। म प्रसन्न उपत्यकामा प्राथमिक शाखामा इन्जिनियर पदमा कार्यरत छु। र यहाँ जुन शौचालय निर्माणमा चालु शौचालय त्यो मेरै मार्फतमा भएको हो। अनि एक्चुअलमा यस्तो 10 दिन पहिला चाहिँ यहाँ आउँदाखेरि त्यहाँ सप्लाईको कुरो थियो। बाथरुममा चाहिँ पानी सप्लाई भएन भनेर हामीले यहाँ स्थलगत निरीक्षण गर्दाखेरि पुरै ढुङ्गा पत्थरले त्यसको टाइल्स तोडिएको देखियो। अनि तालचाहरू सबै चाहिँ पच्काएको देखियो होइन। पुरै इन्भर्टर भएको व्यवस्था थियो। अनि हामीले त्यहाँ तालचा फुटाएर भित्र गएर हामीले पानी सप्लाई खोलिदियौँ। अनि त्यही बेला म मेरो खानेपानी टेक्निक्स थियो र मेरो प्राविधिक कर्मचारीहरू आएर उहाँ सरलाई पनि जानकारी गर्नु, सर पानी सप्लाई भइसक्यो, चाहेर हेरिहाल्नु। अनि उहाँ चाहिँ बाहिर हुनुहुन्थ्यो। अनि त्यसपछि हामीले त्यो सञ्चालन गरे पश्चात हामी गइदियौँ। अनि भोलिपल्ट आएर हेर्दाखेरि त्यो सबै चाहिँ जति पनि धाराहरू थियो सबै तोडेर निकालेका थिए केटाहरू। विद्यालयका प्रिन्सिपलले भन्दै हुनुहुन्छ तपाईँले तालचो तोड्नु भएको छ, के तोड्नु भएको हो? तोडे होइन, त्यो त्यो के अरे तालचाको स्थिति खराब भएर त्यो ढुङ्गाले हानेर पच्काएका थिए होइन। त्यो तपाईँले तोडेको होइन? प्रश्न भन्नुहोस्। तोड्न चाहिँ हामीले तोडेको त तोडे होइन। हामीले त्यो जुन समस्या थियो त्यो समाधान गर्नको लागि हामीले त्यो तालचा फुकाएको हो, किनकि त्यो चाबीले खुलेन। यहीका गार्डहरू छन्, उहाँसँग पनि सोध्न सक्नुहुन्छ। त्यो नखुलेको अवस्थामा हामीले तोडेको हो। अनि पानी सप्लाई गरेर हामीले उहाँलाई जानकारी पनि गराएको हो। अनि एक दिन पछि आउँदाखेरि हामीले कतैबाट कम्प्लेन आएको कि पानी आएन होइन शौचालयमा। अनि स्थलगत निरीक्षण गर्दाखेरि पुरै उतातिरको चाहिँ लेडिजतिरको चाहिँ शौचालयमा चाहिँ 4वटा धारा फुकालिएको थियो। अनि त्यो हामीले मर्मत गरेर अनि गेटहरू बन्द गरेर गएको थियौँ कि 4-5 दिन पछि आएर हामी चाहिँ त्यो जुन धारा तोडिएको छ त्यो हामी जडान गरिदिन्छौँ। तर हामी अस्ति आउँदाखेरि 2 दिन पहिला पुरै तसनस गरिदिएका रहेछन् केटाहरूले। केटापछिको शौचालय चाहिँ बर्बाद भएको होइन, त्यो तोडफोड भएको। तर 50% शौचालय अहिले पनि जस्तो त्यही अवस्थामा छ जुन पहिला अवस्थामा। एउटा निजुकारण चिन्जान भयो। साहबले